यो चाहिँ हामी पोखरा मार्केट आइपुगेका छौँ हैन। यसरी हामी देख्न सक्छौँ यो पोखरा मार्केटको चाहिँ भ्यू। यहाँ विभिन्न खालका पसलहरू रहेका छन्। मार्केट पनि एकदम राम्रो छ, जो सफा छ। हाम्रो उताको एरियाहरू भन्दा चाहिँ यहाँ चाहिँ एकदमै सफा र राम्रो रहेको छ। ल यहाँ हाम्रो विभिन्न खालका रेस्टुरेन्टहरू पनि छन्, पन्जाबी रेस्टुरेन्ट सबै खालका चाहिँ यहाँनिर रहेको छ। हामी पर देख्न सक्छौँ हिमाल छ, त्यहाँ दुईटा हिमाल छ, एउटा चाहिँ हिमाछापुच्छ्रे र अर्को अन्नपूर्ण। दुईटा हिमाल चाहिँ देखेको हिमालहरू हुन्। हाम्रो पसलहरू पनि जस राम्रो छ। हाम्रो सबै केटाहरू अगाडि गइरहेछन् अनि हामी पछाडि यता हामी छौँ। यसरी चाहिँ यो मार्केट अहिले घुमिरहेछौँ। यो लेडिजको लागि है, यहाँ अहिले जेन्ट्स मात्रै छ, त्यही भएर ल आइसक्रिम पसल पनि छ यहाँ। यहाँ चाहिँ हाम्रो किताब पसल रहेको छ, देख्न सक्छौँ हामी। यहाँ पोखराको यो भ्यूहरू रहेको छ। यहाँ गिफ्ट पसलहरू पनि छ। जस यहाँ चाहिँ हाम्रो लाइनले ट्याक्सीहरू पनि राखेका छन्। टुरिस्टहरू चाहिँ हाम्रो चाहिँ आउँछ। नास्ता खाने अनि फेरि हामी अगाडि बढ्छौँ। त्यही त अब त्यहाँ गएर हेर्ने, डिसाइड गरेर अनि कताको हुन्छ त्यो गर्ने। त्योबाट आयौँ हामी, त्यहीँबाट। ताल त एउटा मात्रै हो नि हो। पोखरा ल यहाँ चाहिँ हाम्रो पोखरा नाङ्लो थकाली खाना घर हो यो। रोड हाउस के लाइन ट्याटुहरू कसैलाई बनाउनु छ भने यहाँ पनि आउन सक्नुहुन्छ। निकै तल आइसकेका रहेछौँ। ओके, यहाँको मार्केट हामी घुम्दैछौँ। निकै नै स्वच्छ र सफा ठाउँ छ यो। नेपालको महँगो ठाउँ टुरिस्ट एरिया भनेर भनिएको छ हैन। टुरिस्ट एरिया भएपछि त त्यहाँ त निकै नै सफा पनि हुने गर्छ।
र त्यो कुराहरूले हामी चाहिँ यहाँ आएर अनुभव गरिसक्यौँ। ल छेउ लगाएर हिँड्ने। सुरज यहाँ चाहिँ पसलहरू पनि रहेको छ। अहिले अब आफ्नो लजमा जान लागेको। त्यहाँ गएर चाहिँ हामी खाजा खान्छौँ अनि खाजा खाएर चाहिँ हामी फेरि घुम्न गएर आउँछौँ र त्यस पछाडि चाहिँ हामी फेरि खाना खाएर चाहिँ अनि पुरै घुमफिरको लागि भनेर जानेछौँ। जस्तै यहाँ सबै थोक पाइने रहेछ। बाइक पनि पाइँदो रहेछ रेन्टमा। बाइक स्कुटर सबै कुरा। ल अब हाम्रो होटल पनि आइपुग्यो यहाँ अगाडि। ल यहाँ हेर्न सक्छौँ हामी यो होटल छ। यो चाहिँ हाम्रो होटल पोखरा गुडविल अनि छेउमा चाहिँ होटल दिदी भनेर चाहिँ रहेको छ। ल हामी चाहिँ यति घुमफिर गरेर चाहिँ यहाँसम्म आइपुग्यौँ। अनि हाम्रो गाडी यो हो। हामी यो हाइसमा आएको र हाम्रो होटल भनेको चाहिँ यो रहेको छ। हामी यसैमा चाहिँ स्टे गरेको हौँ यो होटलमा। ल यही गाडीमा हामी चाहिँ सिराबाट आएको हौँ अनि हामी चाहिँ यताबाट चाहिँ छिर्छौँ यो होटल। यसको हामी माथिमा चाहिँ हामी चाहिँ बसेका छौँ। आज हामी यही नाइट स्पेन्ड गर्ने हौँ। सबै आयो। ल भनेको मर्निङको हाम्रो मर्निङ वाक पनि भयो र हामी चाहिँ फेवातालसम्म घुमफिर गरेर आइपुग्यौँ। अब यहाँ चाहिँ हामी बसेर ब्रेकफास्ट छ होला। ल अब हामी चाहिँ यहाँ ब्रेकफास्टको लागि चाहिँ बस्दैछौँ। यो हाम्रो आशिष छ है, यहाँ ह्यान्डसम छ केटो। कपालतिर नध्यान दिनु होला, बिर्सेछ कपालहरू कटाउन, त्यही भएर त्यस्तो भएको छ। देखाउँदैछ जो सबजना फोटो सेसन गरेर आएर हामी यहाँ होटलमा छौँ। हामी चाहिँ अब यहाँ चाहिँ हाम्रो विभिन्न ठाउँहरू दिएको छ, त्यसमध्येमा कुन कुन हुन्छ जान्द्रुक भन्ने छ। त्यस पछाडि चाहिँ हाम्रो अन्नपूर्ण बेस क्याम्प, हामी फोन हिल भनेर छ, डेरी फल भनेर छ। साइक्लिङ त यिनीहरूले धेरै चलाएको छ, यिनीहरूलाई साइक्लिङ होइन बैलगाडा भयो भने चलाउँछन् होला, तर छैन यता। यो बोटिङ छ अनि यो प्याराग्लाइडिङ। यहाँ चाहिँ आएपछि यो कुराहरू चाहिँ
सक्नुपर्ने हुन्थ्यो, भिजिट गर्नुपर्ने हुन्थ्यो र अब कतिको सम्भव छ हामी हेरौँ। अब भएसम्म हामी यसबाट चाहिँ मेन जुन छ त्यो सबै चाहिँ हामी घुमफिर गर्नेछौँ। जस यहाँको पनि इन्भाइरोमेन्ट राम्रो छ। हाम्रो चाहिँ बाहिर यो हो अनि हामी चाहिँ यताबाट आएको थियौँ। हाम्रो गाडी त्यहाँ छ र यो चाहिँ यसरी दिएको छ। सबै भोकाइसकेका छन् केटाहरू। हाम्रो धेरै भोक लागेर गीत सुनेर भए पनि भोक मेटाउने काम गरिरहेको छ। यहाँ यो हाम्रो नीतिश हो। ल अब सबैजना ल बस्ने सबैजना बस्ने ल बसेर हाम्रो फर्स्ट विद्यार्थी यहाँ फोटो सेसन गर्ने सबै काम गरिसकेका छन्। अनि त्यहाँ हाम्रो अजर अनि यमन दुईजना आरामले बसिरहेछन्। भोक लागेर होला, मुख चलाउँदैछ यमन त अहिलेसम्म भोक लाग्यो भनेर। यता हाम्रो सुभाष, सिद्धार्थ, यो हाम्रो टोपी लाउने निखिल ह्यान्डसम, अनि सुरज, पङ्कज, उसलाई त भन्नै पर्दैन, नीतिश, त्यस पछाडि हाम्रो सुरज, यता हाम्रो भविष्यको कर्णधार रवि, अनि फेरि रवि लामी छाने होइन, रवि यादव, अनि यो चाहिँ हाम्रो मिराज खान। ल यो चाहिँ सबै ठाउँमा जाओस् है, सबैले हेरौँ। सबैजना यहाँ बसिसकेका छन्, ब्रेकफास्टको लागि भनेर चाहिँ ओरेका छन्। तपाईँहरूलाई कस्तो लाग्यो त्यो कुराहरू कमेन्टमा लेखिदिनु होला। यो चाहिँ हाम्रो अमर साफी, यहाँ राम्रो रहेछ भ्यू, हरेक कुराले मलाई त राम्रो लाग्यो। तपाईँहरूलाई के कस्तो लाग्यो त्यो कुरा पनि उल्लेख गरिदिनु होला। अनि म आफै यहाँ छु, जे होस् केटाहरू रमाइलो मानिरहेछन्, सबैलाई रमाइलो लागेको छ। उनीहरूले सोचे जस्तो उनीहरूले चाहिँ त्यति चाहिँ पाए कि जे होस्। अनिखेरि ल अरू हामी यसै गरी जति अगाडि बढ्छौँ होइन, हामी त्यही अनुसार चाहिँ यहाँ भिडियोहरू अपलोड गर्छौँ र तपाईँहरूले चाहिँ यो चाहिँ जति सक्नुहुन्छ सेयर गरिदिनु होला होइन। र यो चाहिँ हाम्रो जति पनि विद्यार्थीहरू छन् उनीहरूलाई चाहिँ थाहा होस् कि के कतिको ठाउँ रहेछ, कस्तो रहेछ होइन। अनि उनीहरू आउँदाखेरि चाहिँ कुन ठाउँमा बस्ने, कहाँनिर छ, सम्पूर्ण कुराहरू चाहिँ हामी गरिरहेछौँ। यहाँ मैले छोटो भिडियोहरू बनाइरहेको छु, त्यो चाहिँ राखिदिइरहेको छु। अनि त्यो कुरालाई हेरेर चाहिँ त्यो गर्नु होला। अनि बजेट अनुसार हामी चाहिँ यहाँ चाहिँ भ्यू गर्न सक्छौँ विभिन्न ठाउँहरू यहाँको। ल यही कुराहरूलाई चाहिँ तपाईँहरूले मध्यनजर गर्दै आउँदाखेरि चाहिँ त्यही अनुसार ग्रुप मिलाएर आउनु होला। ग्रुप जति तपाईँहरूले बढी ग्रुप गर्नुहुन्छ त्यही अनुसारको हाम्रो प्याकेजहरू पनि त्यस्तै हुने गर्दछ। त्यस कारणले चाहिँ धेरै कम पनि नगर्नु, धेरै बढी पनि नगर्नु, ठिक्कको गर्नु हो भने चाहिँ हुन्छ। र सबैलाई चाहिँ भयो यो होटल राम्रो लाग्यो मलाई, जे होस्। रुमहरू पनि मैले योभन्दा अघिल्लो भिडियोमा मैले पोस्ट गरेको छु र यहाँको भ्यू पनि बाहिरको जुन छ एकदमै राम्रो रहेको छ। हामी देख्न सक्छौँ हाम्रो स्कुलको ब्यानर पनि छ। ओके ल अब हामी फेरि अर्को भिडियोमा भेट्छौँ। अहिलेलाई यति नै है त।